आफूको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ हामीले यो देश बनाउनु पर्ने छ फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। आज पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अर्थात् भगौटे बाले चाहिँ सम्बोधन गर्दै भन्नुभएछ हाउ गरेको यो 6 महिने सरकारलाई देश जिम्मा लाएर हामी विदेश भाग्छौँ भन्नुभएछ। हो बा तपाईँ भाग्नुहुन्न किनकि तपाईँलाई भाग्नै पाउनुहुन्न। अब पासपोर्ट रोक्का गर्ने कुरा आउँदैछ भ्रष्टाचारको मुद्दा लगाउने कुरा आउँदैछ। त्यो अहिले नि छानबिन गरेको बेलामा यो कम्बोडियाको पनि के कसो छ छानबिन गरिहाल्नुपर्छ है उहाँ भएको तपाईलाई विदेश भाग्न दिए पो भाग्नुहुन्छ अनि के अरे हाउ गरेर देश चल्दैन अरे देश कसरी चलाउनु पर्ने रहेछ भन्ने कुरा अब हेर्दै जानुस् न। होइन यसरी बोल्न कस्तो लाज पनि नभएको। हिजो अस्ति यत्रो लखेटे सेनाको हेलिकप्टर चढेर भाग्नु पर्यो अझै यस्तो अभिव्यक्ति दिँदै हिँड्ने जनता उत्साहित हुँदैनन् फेरि। अनि के अरे सुरक्षाको थ्रेट भयो अरे सेवा सुविधा चाहिँदैन सुरक्षाकर्मी ज्यादा चाहियो अरे। अब सुरक्षाकर्मी ज्यादा जेलमा गएपछि मात्रै पाइन्छ। अब बाहिर त त्यहाँ त्यति पनि धेर भइरहेछ ती पनि सबैलाई फिर्ता बोलाउनु पर्ने हो। खास गरी हत्यारालाई सुरक्षा दिने हो। देशको लागि के नै राम्रो काम गरेको छ र सुरक्षा दिनका लागि मान्छे मार्ने अनि सुरक्षाकर्मी चाहिने हिँड्नका लागि राम्रो काम गर्नु पर्यो नि किन सुरक्षाकर्मी चाहियो। महावीर पुनलाई हेर्नुस् त मन्त्री भएका छन् सुरक्षाकर्मी कोही लिएका छैनन्। अर्थमन्त्रीलाई हेर्नुस् त अर्थमन्त्री भएका छन् सुरक्षाकर्मी कोही लिएका छैनन्। जगदीश खरेललाई हेर्नुस् त जाममा बसेर गइरहेका छन् सरकारमै छन् जगदीश खरेल। जाममा चाहिँ जनता सँगसँगै गएको भिडियो आइरहेको छ जगदीश खरेलको। राम्रो काम गर्नुहोस्। पृथ्वी सुब्बा गुरुङले कति अघि पछि सुरक्षाकर्मी लिएर हिँड्थे ऊ पनि संचार मन्त्री नै थिए। जगदीश खरेल पनि संचार मन्त्री नै छन्। जगदीश खरेललाई सुरक्षा थ्रेट नहुने सुरक्षाकर्मी नचाहिने त्यो पृथ्वी गुरुङ सुब्बालाई चाहिँ सुरक्षा चाहिने काम केही नगर्ने जनता रिसले आक्रोश छन् अनि जे भएको सुरक्षाकर्मी चाहिँ नेताको अघि पछि लगाएर हिँड्ने। सुरक्षाकर्मी भनेको जनतालाई सुरक्षा दिने हो नेतालाई होइन। नेताले राम्रो काम गरे भने आफै सुरक्षित भइहाल्छन् नि। जनताले के गर्छन् राम्रो काम गरे भने राम्रो काम गर्यो भने नेताले जनताले आफै नेतालाई सुरक्षा दिन्छन् आफै ससम्मान गर्छन् ढुङ्गा मुढा हान्दैनन्। तिमीहरूले त काम नगरेर भ्रष्टाचार गरेर आफ्ना मान्छेलाई भर्ती गरेर देशको ढिकुटी रित्याएर पो तिमीहरूलाई लखेटेका त। तिमीहरूलाई यति केही नगरिकन सुशासन दिएर सबै जनतालाई सेवा सुविधा राम्रो दिएर लखेटेका होइनन् नि बढी भएर लखेटेका होइनन् नि। त्यो नभएर जनता आक्रोशित भएर लखेटेका हुन् नि। अझै पनि तिमीहरूको बुद्धि आउँदैन।